हजुर कता हो र कहिले आउनु भएको थियो ओहो एरिन दादाको बाख्रा हो त्यो कहाँबाट ल्याउनु भएछ यहाँ हो र डोराएर लिएर आउनु भएको थियो कि यत्तिकै ए बान्नु भएको छ किन होला बानेको फेरि के हुन्छ बानेपछि केले बाख्राले त टोक्दैन के ठुलो छ हो र के गर्छ बाख्राको मुखले टोक्दैन के बाख्राले त घाँस खान्छ टोक्दैन के टोक्छ र बाख्राले नि कको बाख्राले टोक्छ र टोक्दैन होला दुईतिरै खन्ने रहेछ है गुड 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 त्यसरी अड्डिन्छ दुईतिर खनेर के गर्ने हो र कता फाल्ने ल अब जान पर्छ कि पर्छ होला घाम त लागिसक्यो नि घाम त अहिले अघि लाएर अहिले एकैछिन उता गएको छ अहिले फेरि आउँछ नै अब गर्मी हुन्छ जाम बदलुले सेक्या हो बादलुले घाम सेक्या छ अब फेरि घाम लागिहाल्छ के गर्छ अरे के गर्छ जेसीबीले खन्छ जेसीबीले त खन्छ नि खन्ने कामै हो त जेसीबीको हो ए घाम फाले जेसीबीले हो बादलुले होइन गुड के खाएको र तिमीले अनि भोक लाग्यो होला नि अब बाबालाई लागिसक्यो त त्यसरी छोडेर एक्लै छोडेर हिँड्नु हुन्छ बच्चालाई एक्लै छोड्नुहुन्न नि ल जाऊँ अब बाबालाई भोक लाग्यो माम खान जानु पर्यो कि अनि भाटबटी जानलाई त पहिला माथि जानु पर्यो नि त अनि पर्दैन त्यसो भए त मैले लग्दैन जाने हो कि भाटबटी नि जाने भएपछि अब उठाउँ माथि जाऊँ यति बेर खेलिसक्यो त अझै फेरि एकछिन भन्छ घाम त अब साँझसम्म लागेन भने साँझसम्म घाम लागेन भने के गर्ने भन त ल जाऊँ न त त्यसो भए घाम त लाग्न लागिसक्यो यताबाट हेर त घाम लागेको छ लाग्यो आँखा आफूले आज चुङ्ग पारेछ आँखा चुङ्ग पारेछ घाम लाएर राम्रो हेर्न सकेको छैन थाहा छैन मलाई खिचे छैन मोबाइल राख्यो यहाँ भुइँमा कता कस्तो आएको थियो र खै त्यो त सर्प होइन त्यो त सर्प होइन के अरू किरा हो कसले भनेर फेरि सर्प भनेर त्यसलाई